नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु होइन। बस्नु मन लाग्छ भने बस्नुहोस्, मैले जबरजस्ती बस्नुहोस् भन्नु बस्ने कुरा त होइन। आविष्कारक हुनुहुन्छ यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। म जस्तो हो, म शिवजी अथवा म भगवान् भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो यसो गर्छु भन्ने थिएँ। अब अपरझट यहाँ आएर मन्त्री भइएको छ। अब यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अब सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनको लागि नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। अपरझट अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस् तपाईँहरूले। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन। किन? सिर्फ ऊ 4 खुट्टे भयो, म चाहिँ 2 खुट्टे।